नेमार फेरि जुवा घरमै भेटिए। विश्वकप 2026 मा ब्राजिलको लज्जास्पद बहिर्गमनपछि फुटबल स्टार नेमार जुनियर फेरि एकपटक विश्वभर चर्चाको केन्द्रमा छन्। तर यसपटकको चर्चा फुटबलको होइन, उनी लास भेगासको एउटा जुवा घरमा पुगेका थिए यसै हप्ता। फिफा विश्वकपको अन्तिम 16मा नर्वेले अतिरिक्त समयमा ब्राजिललाई 2-1 ले हराउँदै विश्वकपको यात्रा टुङ्गाइदिएको थियो। चोटबाट लामो समयपछि खेलमा फर्किएका नेमारले पेनाल्टी मार्फत सान्त्वना गोल त गरे, तर ब्राजिललाई जिताउन सकेनन्। खेल लगतै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास समेत घोषणा गरिसकेका छन्, जसले गर्दा विश्वभरका ब्राजिलियन फ्यानहरू स्तब्ध बनेका थिए। तर यो पीडा बिर्सन नेमारले फरक बाटो रोजेका छन्। ब्राजिल बाहिरिएको एक हप्ता पनि नबित्दै वर्ल्ड सिरिज अफ पोकर WSOP को आधिकारिक पेजले नेमार प्रतियोगितामा सहभागी भएको तस्बिर सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा कतिपयले इन्ट्री फी $10 मात्र भनेर हल्ला फैलाए पनि वास्तविक तथ्य अर्कै छ। नेमारले यो प्रतिष्ठित प्रतियोगिता खेल्नका लागि $10,000 अर्थात् नेपाली रुपैयाँ झन्डै 13 लाख भन्दा बढीको दाउ लगाएका हुन्। पोकर खेलमा निकै रुचि राख्ने नेमारले यसअघि 2025 मा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल टेबलसम्मको यात्रा तय गरेका थिए। लास भेगास पुग्नु अघि उनी फ्लोरिडाको नयाँ थीम पार्क एपिक युनिभर्समा रमाइलो गरिरहेका देखिएका थिए। पोकर टेबलको यो रोमाञ्चक यात्रा आगामी बुधबारसम्म मात्र चल्नेछ, किनभने नेमार आफ्ना व्यावसायिक खेलहरूका लागि आगामी शुक्रबार नै ब्राजिलको चर्चित क्लब सान्टोसमा हाजिर हुनुपर्नेछ। ब्राजिलियन च्याम्पियन्स अन्तर्गत सान्टोसले बिहिबार नै बोटाफोगो विरुद्ध मैदानमा ओर्लने तालिका छ। अन्तर्राष्ट्रिय फुटबल छाडेर पोकर टेबलमा करोडौंको दाउ लगाउने नेमारको यो कदमलाई तपाईँ कुन रूपमा हेर्नुहुन्छ? के नेमारले फुटबल छाडेर पोकरमा आफ्नो भविष्य खोजेकै हुन् त? आफ्नो विचार कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। साथै खेलकुदका यस्तै ताजा र भाइरल अपडेटका लागि स्पोर्ट्स हब फलो गर्न नभुल्नुहोला। नमस्कार।